आदरणीय जनसमुदायहरू, म तपाईहरुको गाउँमा बाटो बनाइदिन्छु, पुल हाल्दिन्छु, स्वास्थ्य चौकी बनाइदिन्छु। हेर्नुस्, बिजुली बत्ती त म मकैको बोटमा बाल्दिन्छु। यो त सब भन्ने कुरा न हो। मामा होइन बौलाउनु भयो कि क्या हो? एक्लै भटपटाइरहनु भएको छ त। अस्ति एक दिन नबोलेको सबैजनाले किन नबोलेको भनेर के गरे के, त्यही भएर त्यो अस्तिको भाग पनि आज बोलिहेरेको। मामा म एउटा खुसीको कुरा सुनाउँछु। कति रुपियाँ दिने? रुपियाँ? घर उपियाँ त छैन, कहाँबाट आउँछ रुपियाँ? अहिले रुपियाँ छैन है। सुनाउ, पछि भयो भने म तिमीलाई दिउँला। ल, गोक्टे काजीले तपाईँलाई राम्रै तलब दिएर पिए राख्ने रे, भेट्न जानु रे। ये काजीको पिए? ल केटा द्रुत गतिमा कुद्यो है त्यसका बाजे। बिस्तारै कुद्नु है मामा, त्यहाँको त पछाडि यस्तै पछाडि लाउने। उछिट केरे पारतिर पुगेछ। नमस्कार काई साहब, हजुरको पिए हजुर छ। तलब कति? खाइलाई 15,000, 2 लाई 0, 20,000। ठिकै छ, त्यतिमै भयो नि। काम गर्दै गऱ्यौ, पछि बढाइदिनु होला नि। 20 त 2,000। नमस्कार हजुर, मलाई त कुन चाहिँ काजीले राम्रै तलब दिउँला भनेर खबर पठायो भनेर आएको। अब यो अर्कै काजी कहाँ परिरहेछ जस्तो म हिँड्यो अहिले। ओए पक, मैले नै खबर पठाएको तँलाई। त जुम्रेलाई 2,000 भन्दा बढ्ता कसले दिन्छ अहिले? राम्रो काम गरिस् भने पछि बढाइदिउँला। ये पछि बढाउने? ठिकै छ, केही छैन। ल, काम के हो भन्नुहोस्? पहिला यो खुट्टो तल राख। काम के भने कजिनीले मसँग झगडा गरेर लन्डन गएकी कुरा त तँलाई थाहै छ। आज ऊ आउँदैछ, अब म त्योसित बोल्नै हुँदैन, झगडा भइहाल्छ। अस्ति ज्योतिषीले नि मलाई भन्नु, अचेल मेरो ग्रह यस्तै चल्या छ अरे। मैले जे बोले नि मान्छेले उल्टो बुझ्छन् रे। त्यही भएर म बोल्दै बोल्दिन। मैले बोल्ने कुरा तैँले मिलाएर बोलिदिनु पर्यो। काम यति हो। ये त्यति बोल्ने काम हो? ल, केटोले मिलाएर बोल्यो। महारानीको सवारी भइसक्यो, म त बोल्दै बोल्दिन। के भन्नुपर्छ तैँले मिलाएर भनिदे। हस्, दर्शन खाजा आशीर्वाद छ, सदा सुखी रहेस्, एकैचोटि 12 सन्तानको आमा भएस्। के भनेस् रे? मैले काजीलाई दर्शन गरिरहेको छु, बिचा प्वाक्क बोले त झ्यासको। माफ गर्नु होला हजुर, म अहिले उहाँको पिए हो। उहाँ अहिले हजुरसँग बोल्नुहुन्न, त्यही भएर उहाँको भाग मैले बोलिदिएको हजुर। किन नबोल्ने रे? गिद्धले रुद्र घन्टी झिकेर लग्यो रे। रुद्र घन्टी त छ हजुर, माफ गर्नु होला हजुर। अनि के रहेछ त लन्डनमा छोराबुहारीको हाल खबर? अनि नाति नातिनालाई के छ हाल खबर? कहिले मैले सोच भनेको थिएँ? होइन हजुर, धेरै पछाडि आफन्त आउँदाखेरि त्यस्तो कुरा सोध्नु पर्छ भनेर मेरै मनलाई सोधेर भने हजुर। तेरो मनलाई सोधेर बोल्नलाई तेरो मनको पिए बस्यो होस् त? मेरो पिए भएर बसेपछि त मलाई सोध्नु पर्यो नि। यहाँ आइज, छोरालाई पनि ठिक छ, बुहारीलाई पनि आराम छ, नाति नातिनालाई पनि बेस्ट छ। तर यो कुरा मैले तँलाई मात्र भनेको, यिनलाई भए मोरे भन्दिन थिएँ के। भन्दिनँ भन्दा भन्दा सबै कुरा भन्नुभयो त हजुर। त्यसै नबोलेर छु त म योसित। थाहा पाइस् नि तैँले? ल पापा हँसुने हात धुनु पर्ला नि, कोही कोहीलाई भनिदिए। ल हजुर पनि त्यही बाटो आएर हजुरले आफैले भन्या भने त हुन्छ नि। मेरो मुखले त भने भने हो। देखिस् होइन? देखिरहेको छु हजुर। कहाँ देखिरहेको? यसको चल्ती कला देखिस् होइन? ए त्यो पनि देखेँ।
म त्यसै नबोले हो ढोका म बसिरहेको छु पानी ल्याएर तल दिन्छ म योसित बोल्दै बोल्नु पनि हुँदैन अझै। ज्यानकै बोल्दिनँ जे बोल्नु पर्छ तैँले मिलाएर बोल्ने बुझिस् हुन्छ हजुर त्यति कुरा त म बोलिहाल्छु नि हजुर। यसले मलाई नि खोजे कि ल ल हजुर ल वाह! कहाँ गएको यहाँ आएर बस बस्नु पनि पर्ने हजुर। वाह कहाँ बस्यो उठ उठेँ हजुर ल। मैले तँलाई पिए राख्दा मैले आफैले पानी हालेर हात धुने यसमा हजुर यहाँ पानी हाल। ल भयो। ले। भात खानु पनि 27 चोटि बोलाउनु पर्छ। मैले त खाएँ पस्किदिएछ खानु कुरो के भन्नु पर्ने भनिहाल्लाई छिटो माग्ने एकचोटि लन्डन गएर के आइरहेछ लोग्नी भन्दा जान्नेमै भन्छानेर तँलाई केही लोग्नी भन्दा पहिला भात खान पर्ने तँलाई डङ्गर अलक्षिन आइमै तेरो सोमत यो पुग्यो हजुर पुगेको छैन तँलाई सोमत नभए कि सडियो कि आइमै बाबा बढ्ता बोल्दो रहेछ नि। मैले भने हो उहाँले भन् भनेर उहाँको मनको कुरा मैले भनेपछि उहाँलाई हिर्काउनु पर्छ मलाई हिर्काउनु पर्छ। त्यस्तै गरे यिनलाई पनि बाँकी राख्दिन। पहिला पनि यिनलाई छुटेरै म लन्डन गएको हो क्या के सोचेछस् तैँले के सम्झाछस् चुड्छे माग्ने यसले चुड्छे पहिला भात खाउँ अनि चुडाइ खानु पर्यो नि खाउँ रिस कडा भए पनि हात चाहिँ मिठो रहेछ हजुर। मिठो त पकाउँछ नि पकाएर के गर्नु घमण्डले नै सिद्धाउनु लगाइसक्यो लन्डनबाट ल्याएको कि हजुर यतै फल्या ल्याउँछ लन्डनबाट गोलीबाट बारीको गोलीबाट कुरकुर खा यो हेर्दाखेरि लन्डन खालको छ कि यो चामल पनि लन्डनबाट ल्याएको भन्दा त कहाँ मिल्नु यो स्वादै यहीँको हाम्रो यहीँ खेतको जान्छ। चुप्लाएर खान चुप्लाएर माग्ने तैँले चाहिँ कजिनीले लन्डनबाट उपहार ल्याछ भनेर सारा गाउँलेलाई चक्लेट बाँडिदिनु भात खाइसकेपछि ए सारा गाउँलेलाई चाहिँ चक्लेट हामी काई साहबले मलाई चाहिँ केही छैन होइन मलाई चाहिँ पाक छैन काई साहबलाई भनेको भात थपिदिउँ यो हजुर मलाई नि पुग्यो काई साहबलाई नि पुग्यो कहाँ पुग्यो मलाई मैले पुग्यो भनेको छु माफ गर्नु होला हजुर एक गाँस उहाँलाई चाहिँ थपिदिउँ नि त ट्युन पनि हालिदिनु रे पर्दैन बुढीको हातको खान नपाए कति भयो यति त निस्दै पनि गयो ए दाल तरकारी हाल्दै नि के निच्चा परेर हेरेर बसिरहेको सँग खुरुको चक्लेट बाँड्नु जा काई साहब म अहिले हिँडेँ है म नभए बेला कजिनी साहबले के भन्नुभयो भनेदेखि कागजमा टिपेर राख्नु त्यसको उत्तर म हाँसिदिउँला। लन्डन र नेपालमा केही फरक रहन्छ चक्लेटको स्वाद एउटै छ। त चक्लेट बाँड्न गएको छैनस् यहीँ बसेर आफै खाँदैछस् होइन यो सबै लाने हो कि यति लाने हो भनेर ल त्यतिले जा अनि नि हजुर यो चक्लेट त यी माथि पसलमा पाउनु जस्तो देखिन्छ त अनि ल्याएकै तीबाट त कस्तो देखिन्छ त बुद्धि हेर न अब लन्डनबाट चक्लेट ल्याएर गाउँमा बाँड्न सकिन्छ चलको होला यो पापा यतै आइरहेको छ यो काजीका पिए बस्नाले आफूलाई यत्रो टेन्सन परिरहेको छ के बोकेर मुन्च्या नि यो कजिनी साहबले लन्डनबाट यसलाई किन भन्नु यो त जस्तो अहिले गइरहेले चाहिँ हेर्न नमिल्ने कुरा छ
कति नै काजीको पिए होइन छोरा नै भयो तर फुलेर हिँडेर छ त्यस्ता जाब काजीका त पहिले म 6 महिना बस्या मलाई केही भयो यो साराका दैलामा लखर लखर हिँडेर जाने भन्दाखेरि त यसैले जिम्मा लाएर जानुपर्छ ए बाबु खासमा यो चाहिँ नि कजिनीले लन्डनबाट पठाइदिए चक्लेट हो के गाउँमा सबैजनालाई 2-4 बाँडिदिनु भन्ने पठाएको ल त बाउ यो बाउले लगाएर बाँडिदियो तेरो बाउले बाँड्छ अहिले तैँले मुलाए अहिले गइरे भने होइन त भइरे आफै जानु बाँड्नलाई त्यो त बाउ रिसको आवेगा भन्ने छ है बाउ त असल मान्छे यो गाउँकै सबभन्दा राम्रो गाउँको नि के भन्नु विश्वकै सबभन्दा राम्रो मान्छे ल विश्वका रे म जस्तो मान्छे त यसमै छैन